एउटा राजधानी दैनिक नामक पत्रिकाले पूर्व संचार मन्त्री स्विजरल्यान्ड सुटुक्क भागे अनुसन्धानको घेरामा पर्ने डरले भनेर समाचार लेखेको रहेछ। त्यसप्रति मेरो गहिरो खेद र दुःख व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यो स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरण भनेर र त्यसमा मलाई जोडेर सुटुक्क चाहिँ स्विजरल्यान्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, यति भ्रामक, यति घटिया र यति तल्लो स्तरको सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो, यसले मेरो मान सम्मान प्रतिष्ठा, मेरो राजनीतिक जीवन, समग्र संसद सांसदको भूमिका र मेरो पार्टी प्रतिमा पनि यसले चाहिँ अपमान गरेको मैले महसुस गरेको छु र यो सम्मानित संसदमा रेकर्ड रहोस् भनेर म यसको खेद र भत्सना व्यक्त गर्न चाहन्छु। म चुनौती दिन चाहन्छु। स्मार्ट टेलिकम प्रकरणमा मैले सम्माननीय सभामुख महोदय एउटा मिटिङ, एउटा फाइल ल्याउने, एउटा फाइल अगाडि बढाउने, एउटा फाइल पारित गर्ने मन्त्रालयका अथवा सम्बद्ध कुनै पनि निकायसँग मैले एउटा मिटिङ मात्रै पनि गरेको रहेछ भने स्मार्ट टेलिकमको सन्दर्भमा घोटालाको त परै जाओस्, मिटिङ मात्रै गरेको रहेछ भने पनि मेरो सम्पूर्ण राजनीतिक जीवनबाट म सधैँका लागि बिदा लिन तयार हुन्छु।